प्रति रोपनी 70,000 को जग्गा कुन ठाउँ हो भनेर सबैजनाले मलाई कमेन्ट गर्नुभएको छ होइन। धेरैजनाले अब सोध्नु मात्रै हुन्छ होइन। अनि कमसेकम 70,000 रोपनीको जग्गा एकचोटि गएर हेरौँ त कस्तो चाहिँ रहेछ भन्ने चाहिँ कसैमा चाहिँ त्यो चाहिँ आएन क्या। मेरो भनाइ के हो भने होइन, अब मूल्यअनुसार जग्गा पनि तपाईँको अब एकदमै राम्रो हो। त्यो मूल्यमा यो जग्गा त आउने जग्गा त होइन। मान्छेलाई अब त्यहाँ बसोबासै गर्न छोडिसकेपछि त्यो एक हिसाबले भन्ने हो भने अहिलेको हिसाबमा त्यो शब्द अलिक नराम्रो होला, तर घाँडै भयो नि त। त्यही भएर जति आउँछ त्यति बेच्छु भनेर पो मान्छेले बेच्न खोजेको हुन्छ। मान्छेले कमेडी गर्छन् यो स्वदेशमा हो कि विदेशमा हो, कहाँ हो, कुन देश हो भनेर सोध्नुभन्दा बरु यो यतिको मूल्यको जग्गा हाम्रो लागि उपयुक्त एकचोटि गएर हेरौँ त आखिर हाम्रो नेपालै हो भन्ने चाहिँ सोच कहाँ होइन। नेगेटिभ कमेन्ट गरेको छ होइन, उडाएको छ कुराले। हामीलाई जग्गा ल्याउनु कति दुःख हुन्छ होइन। झन् यहाँलाई सस्तो राम्रो जग्गा ल्याएर दिउँ भनेर सोच बनाएर लागेर हिँडिराखेको छ। नेगेटिभ कमेन्ट गर्ने यार। यो जग्गा हेर्न आउनुहोस्, हाम्रो नेपालभित्रै हो। तपाईँको लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकाभित्रको जग्गा यो। तपाईँहरूलाई चित्त बुझ्छ भने आउनुहोस् होइन, एकदम राम्रो छ जग्गा यो। भिडियोमा यो कालो देखेता पनि बसेको जग्गा फेरि हेर्नुहोस्, भिरालो देखेता पनि बसेको जग्गा हो। बाटो मोटर बाटो माथिको पनि छ, बाटो तलको पनि छ है। राम्रो छ। यतिमा जग्गा पाउनु भनेको भाग्य भनेर हुन्छ कि। राम्रो छ तपाईँको एकदमै। केही गर्छु भन्नको लागि एकदमै राम्रो छ यो। हेर्नुहोस् त, हेर्दाखेरि भिराल देख्छ तर भिराल छैन यो। भिडियो पारिबाट धेरै टाढाबाट खिचेको जुम गरेर त्यस्तो आएको छ भने यहाँले मलाई सम्पर्क गरेर यो जग्गा हेर्नको लागि आउन सक्नुहुन्छ। जग्गा यही हो, एकदमै राम्रो छ। भिडियोमा भिरालो देखे पनि फिल्डमा चाहिँ एकदम बसेको जग्गा छ है। एकदमै राम्रो छ। जम्मा 70,000 रोपनी है, जम्मा 70,000 रोपनी।